कुन चाहिँ हो यहाँ कुन चाहिँ हो मास कोदालहरू सो निकै नै घाम लागेको छ हाम्रो गाउँतिर चाहिँ होइन अब घाम त अब गर्मी महिनामा घाम नलागे के लाग्नु त्यही नै हो अब धेरै काम छैन गाउँतिर पनि अब असार लागेको छ र अहिले चाहिँ म बाख्रा लिएर हिँडेको होइन सो लास्ट गाह्रो छ यार केटा हो गरिखान बो हाम्रो बाख्रा चाहिँ जम्मा जम्मी 9वटा छ अनि यो बाख्राहरूलाई चाहिँ यो जङ्गलतिर लगिदिने र म चाहिँ तल आएर गोठ छेउमा आएर बस्ने हो अनि हेरिरहने हो त्यो बाख्रालाई चाहिँ माथि जङ्गल पुऱ्याइदिने अनि आफै चरिरहन्छ यस पुरा यो चाहिँ पहिला चाहिँ सानोमा चाहिँ मैले बाटो हिँडेको थिएँ एकदम थाहा छ मलाई होइन मम्मीहरूले गाई गोरु लिएर जान्थ्यो म चाहिँ सानो थिएँ मम्मीहरू पछि पछ्याउँदै गएको यादहरू छ सो अहिले चाहिँ पुरा घारी भइसकेको छ क्या बाख्रा उता गइसक्यो अब बाख्रा सँगसँगै जानु त पऱ्यो यार अब घारी भए तापनि गाह्रो छ नि अरूभन्दा नि निस्कि ल बाख्रा त मासतिर गइदियो यार फेरि म फर्किनु पर्ने भइगयो गाडीमा के गर्नु यार नेपाली दाजुभाइहरू विदेशमा दुःख गर्ने गाउँमा बस्ने पनि गाउँमै दुःख गरेछन् चिप्लियो त जाला अहिले कुद्नु ल्या माफुरी यार बाख्रा मकै खानु गयो हे आज जोतहरू कस्तो खालको यार कति चाँडो आएको कुट्दिनु पऱ्यो मासको दाल कुट्दिनु पऱ्यो तिहारो यिनीहरूलाई त मासको दाल काजे मार्नु पर्यो हिँड फेरि के मकै भनेपछि हुरुक्कै कुन चाहिँ हो यहाँ कुन चाहिँ हो मासको दालहरू थकाइदियो भनेको एकछिनमै यस्तो दुःख दिन्छ नि के गर्नु कुद्नु त मन थिएन तलको मकै खाइदियो अगाडै पल्केछ मकैमा त्यो यार लास्ट छाक भयो यति कुद्दै त्यो अब विदेशमा जाने दाजुभाइहरूले पनि दुःख नै गरिरहेछ गाउँमा बस्ने सब दाजुभाइहरूले पनि दुःखी गरिरहेछ सबले आफ्नो दुःख गरेर खान्छ कसैले बाइक किन्यो कार किन्यो कसैले राम्रो काम गर्यो भन्दैमा हामीले अरूको जस्तो आशा गर्नु भएन किनकि उनीहरूले आफ्नो दुःख गरेर मेहनत गरेर त्यो ठाउँमा पुग्यो नि त हामी पनि मेहनत गर्नुपर्छ आज चाहिँ यसो डाँडातिर आइदिएको होइन तर डाँडा चाहिँ हाम्रो सर्लक्क भ्यू हेर्नु सक्नुहुन्छ यस्तो छ गाउँ यस्तो छ ठाउँहरू बाख्राहरूमा पुग्यो त्यही नै हो यसलाई चाहिँ आज डाँडै कटाइदिनु पऱ्यो बाख्राहरूलाई पसिना त एकदम आएको छ यार किन यो लौरो नि काम छैन फाल्यो त्यो धेरै दिनपछि भ्लग बनाउँदैछु किनकि मलाई झ्याउ लाग्न थालिसक्यो भ्लग बनाउनु कि होइन झ्याउ लाग्दो रहेछ क्या अब लाइक कमेन्ट होइन भ्यूहरू मजाले गए पो होइन यस्तो मिहिनेत गरेर एडिट गरेर भ्लग बनाउनु भने जस्तै जाँदैन होइन भ्युजहरू अनि आशै मरेर आउँदो रहेछ क्या घन्टौँ समय होइन कामलाई छोडी भ्लगलाई टाइम दियो नहुने अनि एकदम झ्याउ लाग्ने क्या त्यो बनाउँदा गर्दा पनि अनि सब्सक्राइबर पनि नबढ्ने त्यही भएको कारणले गर्दा धेरै भएको थियो भ्लग नहालेको अनि अहिले चाहिँ हाल्दै यसको अनि फेरि घर बस्दा पनि अल्छी लाग्ने क्या
के गरौँ भन्ने जोस् छोटो छोटो भ्लगहरू हाल्ने गर्ला कन्टिन्यू दिइरहनु पर्ला भनेको जब बाख्राहरूले कति चाँडो दुःख दिन्छ क्या र यो भयो चाहिँ हाम्रो 3 पाटन टाउके डाँडा है यस्तो छ यहाँ भोलि पर्सि होइन यो ठाउँमा चाहिँ ठुला ठुला बिल्डिङ घरहरू बन्छ क्या होइन मैले त एउटा बनाउने हो त्यो सोचिरहेको छु है घरहरू त बनाउनु पर्छ जोस् सो अहिले चाहिँ छुटौँ है ल अर्को भ्लगहरूमा भेटौँ आजको दिन चाहिँ यसरी नै बाख्रा चराएर बित्ने छ मेरो त्यही हो बाई मन पर्छ भने लाइक गर्नुहोस्